हेलो गाइज, वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग होइन। आयो तपाईँहरू सबजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु होइन। सन्चै आरामै हुनुपर्छ क्या सबजना हो कि होइन भन्नु त बिरामी भयो भने फेरि मेरो ब्लग कसैले नहेर्ला, त्यही भएर है सन्चै हुनु पर्यो सबजना। अहिले ठ्याक्कै कति 5 बज्यो होइन। मेरो अब ड्युटी सुरु भइसक्यो। म चाहिँ अहिले ड्युटीमा छु होइन। अब ड्युटीमा काम गर्दैछु, के कस्तो हुन्छ त्यो तपाईँहरू सबलाई देखाउने छु। आजबाट म ड्युटीमा पनि लागेँ, त्यही भएर के कस्तो हुन्छ हेर्दै गर्नु होला। सबजनाले साथ सपोर्ट माया चाहिँ सधैँभरि होस् होइन तपाईँहरूको। त्यसरी नै अगाडि बढ्न पाऊँ म। ल अहिले हेर्नुपर्छ है, हेर्नु न रडको यस्तो बनाउनुपर्छ होइन, यस्तो यो। अनि त्यहाँपछि पिलरहरू बन्छ। हेर्नु न कति छ। यो चाहिँ फेरि मेरो काम होइन है, तपाईँहरूले सोच्नुहुन्छ होला यो मेरो काम भनेर, तर मेरो काम होइन है। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। यहाँ हेर्नु न रड काट्ने मेसिन। तर फेरि यो चाहिँ मेरो काम होइन है, बुझिराख्नु। मेरो काम चाहिँ फेरि बेलचा हान्ने हो नि, ल्याम्प। बेलचा हान्नु बस्यो, के गर्नु यस्तै हो होइन। यहाँ टक्क पोलहरू पाकेको त होइन, ढला भइसक्यो। अब यो जुन किलाहरू छ नि, यो किलाहरू हामीले निकाल्नुपर्छ होइन सब। अनि निकालेपछि यो साइडको रडहरू पनि निकाल्नुपर्छ। अनि निकालेपछि तिर्पाल लाउने मान्छे आउँछन्, तिर्पाल आयो। अनि त्यहाँपछि चाहिँ टक्क लगाएर हाम्रो उहाँनिर बोइलर मिसिन्छ। अनि बोइलर चल्छ होइन, त्यस्तै हो। अब अरू चाहिँ देखाउनलाई केही छैन। ल अब नेक्स्ट भिडियो पनि भेट्नुपर्छ होइन। सबजनाले साथ सपोर्ट माया गरिदिनु होला है।